दर्शकवृन्द नमस्कार, बोल्दैछु परशुराम श्रेष्ठ। यहाँहरूलाई हाम्रो यस युट्युब च्यानलमा हार्दिक स्वागत गर्न चाहन्छु। मित्रहरू, आज पनि अर्को प्रेरणादायी सन्देश लिएर आएको छु। आशा छ यो सन्देशबाट यहाँहरूको जीवनमा सकारात्मक ऊर्जा थप्नको लागि सहयोग गर्नेछ। यदि तपाईहरू यस च्यानलमा नयाँ हुनुहुन्छ भने यस्तै खालका मोटिभेसनल भिडियो हेर्नका लागि यस च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। आउनुहोस् दर्शकवृन्द, आजको विषय वस्तुतर्फ लागौं। आजको विषय वस्तु रहेको छ जीवनलाई सफल बनाउने उपायहरू। दर्शकवृन्द, जीवनलाई सफल बनाउनका लागि विभिन्न उपायहरू छन्, विभिन्न सिद्धान्तहरू छन् जसले हाम्रो जीवनलाई सन्तुष्ट र फलदायी बनाउन सहयोग पुर्याउँछन्। यद्यपि यी उपायहरू, यी सिद्धान्तहरू सबैको लागि समान हुन सक्दैनन्। हामीले सामान्यतया सफलता प्राप्त गर्नका लागि केही सिद्धान्तहरू अनुसरण गर्न सक्छौँ। पहिलो सिद्धान्त रहेको छ आत्मविश्वास र मनोबलको महत्त्व। दर्शकवृन्द, सफलताको पहिलो कदम आत्मविश्वासको निर्माण हो। आत्मविश्वासले हामीलाई चुनौतीहरू स्वीकार गर्न र असफलतासँग जुझ्न उत्साहित बनाउँछ। जब हामी आफैलाई विश्वास गर्छौँ तब हामी कुनै पनि समस्याको समाधान खोज्न सक्षम हुन्छौँ। यसको एक प्रेरणादायक उदाहरण भनेको हेनरी फोर्ड हुन्, जो एक साधारण मजदुरका छोरा थिए। उनले आफ्नै मोटर गाडी कम्पनी खोल्ने सपना देखे। त्यसबेला सबैले उनलाई नकारात्मक दृष्टिकोणले हेरे पनि उनले आफ्नो आत्मविश्वासलाई कायम राख्दै विश्व प्रसिद्ध फोर्ड मोटर कम्पनी स्थापना गरे। यसले हामीलाई सिकाउँछ कि आत्मविश्वास र दृढ निश्चयका साथ हामी ठुलो काम गर्न सक्छौँ। दोस्रो सिद्धान्त रहेको छ लक्ष्य निर्धारण र योजना बनाउनु। दर्शकवृन्द, सफलता प्राप्त गर्नको लागि लक्ष्य निर्धारण अत्यन्त महत्त्वपूर्ण हुन्छ। जीवनमा केही हासिल गर्नको लागि तपाईलाई थाहा हुनु आवश्यक छ कि तपाईँ के चाहनुहुन्छ र त्यसको लागि के कदम चाल्नुहुन्छ। लक्ष्य निर्धारण गर्दा यसलाई सानो, मध्यम र दीर्घकालीन बनाउनुपर्छ। छोटो अवधिका लक्ष्यहरूले तपाईलाई लघु सफलता र आत्मविश्वास दिन्छ भने दीर्घकालीन लक्ष्यले तपाईलाई निरन्तर प्रयास गर्न उत्साहित बनाउँछ। दर्शकवृन्द, स्टिभ जब्सको जीवनमा यस्तै घटना घटेको छ। उनले एप्पल कम्पनीको स्थापना गर्दा ठुलो सपना देखेका थिए र त्यही सपना र लक्ष्यलाई ध्यानमा राख्दै उनले त्यहाँ पुग्ने योजना बनाए र पुगे पनि। उनी जहिले पनि आफ्ना लक्ष्यप्रति केन्द्रित रहे र त्यसका लागि अनगिन्ती सङ्घर्ष गरे। यसबाट हामीले सिक्नुपर्छ कि जबसम्म हामी आफ्नो लक्ष्यसँग प्रतिबद्ध रहन्छौँ तबसम्म सफलता हामीसँगै रहनेछ। अर्को तेस्रो सिद्धान्त रहेको छ परिश्रम र समयको सदुपयोग। दर्शकवृन्द, सफलता केवल सोचाइमा होइन, कडा परिश्रम र सही समयको सदुपयोगमा पनि आधारित छ। हाम्रा विचार र योजनाहरू वास्तविकता बन्ने प्रक्रिया कडा मिहिनेत बिना असम्भव छ। समयको प्रबन्ध गर्नका लागि योजना बनाउनु र ती योजनाहरूलाई निरन्तरता दिनु अत्यन्त महत्त्वपूर्ण छ। थोमस अल्वा एडिसन जस्तो वैज्ञानिकले आफ्ना प्रयोगहरूमा असङ्ख्य असफलताहरू भोगेका थिए, तर उनले कहिल्यै हार मानेनन्। मैले असफलता पाएँ भन्दा मैले सफलता प्राप्त गर्ने नयाँ तरिका पत्ता लगाएँ भन्ने सोच राखेर उनले बल्बको आविष्कार गरे। यसले हामीलाई सिकाउँछ कि समय र ऊर्जालाई साँचो दिशामा लगाइन्छ भने कुनै पनि असम्भव कार्य सम्भव बन्न सक्छ। दर्शकवृन्द, अर्को सिद्धान्त रहेको छ निरन्तर सिकाइ र आत्मविश्वास। दर्शकवृन्द, सफल जीवनको अर्को महत्त्वपूर्ण पक्ष भनेको निरन्तर सिकाइ हो। जीवनभर सिक्नुपर्ने कुरा छ र हरेक अनुभवबाट केही नयाँ कुरा प्राप्त गर्न सकिन्छ। निरन्तर अध्ययन र विकासका लागि आफूलाई नयाँ ज्ञान प्राप्त गर्न सदैव उत्साहित राख्नु आवश्यकता छ। अल्बर्ट आइन्स्टाइन्सले भनेका थिए, जिन्दगीमा सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको सिकाइ हो। यदि तपाईँ सधैँ नयाँ कुरा सिकिरहनुहुन्छ भने जीवन रमाइलो हुनेछ।
यसले हाम्रा लागि प्रेरणा प्रदान गर्छ कि हामीलाई जीवनभर सिकाइको प्रक्रियामा जारी राख्नुपर्छ। र अर्को सिद्धान्त रहेको छ सकारात्मक सोच र मानसिक शान्ति। दर्शकवृन्द, सफलता प्राप्त गर्नको लागि सकारात्मक सोच महत्त्वपूर्ण हुन्छ। हाम्रो सोचाइले हाम्रो कार्य र निर्णयमा प्रभाव पार्दछ। जब हामी सकारात्मक सोच राख्छौँ, हामी समस्याहरूलाई अवसरको रूपमा हेर्न थाल्छौँ र यसको समाधान खोज्न सक्षम हुन्छौँ। मानसिक शान्ति र तनाव मुक्त रहनु पनि उत्तिकै महत्त्वपूर्ण छ, जसले हामीलाई प्रभावकारी निर्णय लिनमा सहयोग पुर्याउँछ। महात्मा गान्धीको जीवनीले यो कुरा प्रमाणित गर्छ। उनी सधैँ सकारात्मक सोचमा विश्वास गर्थे र आफ्नो उद्देश्यका लागि सङ्घर्ष गर्दै शान्तिपूर्ण मार्गदर्शन दिने कार्य गर्थे। अर्को सिद्धान्त रहेको छ असफलता र सङ्घर्षलाई अँगाल्नु। दर्शकवृन्द, असफलता कुनै पनि सफल व्यक्तिको यात्राको एक अंश हो। हाम्रा सङ्घर्ष र असफलताले हामीलाई जीवनका वास्तविक पक्षहरू देखाउँछन् र अघि बढ्नका लागि ऊर्जा प्रदान गर्दछ। अब्राहम लिङ्कन जस्तै व्यक्तिले सङ्घर्षका बीच पनि आफ्नो दृढ निश्चय र साहसका साथ अमेरिकी राष्ट्रको राष्ट्रपति पद जिते। उनी प्रारम्भिक जीवनमा असफल भएका थिए, तर असफलता उनको लक्ष्यको प्राप्ति र सङ्घर्षको लागि प्रेरणा बन्यो। जीवनमा सफलता प्राप्त गर्नको लागि केवल एक मात्र उपाय छैन। यसका लागि आत्मविश्वास, लक्ष्य निर्धारण, परिश्रम, निरन्तर सिकाइ, सकारात्मक सोच र असफलतालाई अँगाल्नु पर्दछ। यी सबै उपाय र सिद्धान्तहरूलाई जीवनमा लागू गर्दा मात्र हामी जीवनका चुनौतीहरूको सामना गर्न सक्षम हुनेछौँ र सफलता प्राप्त गर्ने मार्गमा अघि बढ्न सक्छौँ। त्यसैले दर्शकवृन्द, त्यसका लागि कठिन परिश्रम, उत्साह आवश्यक छ। जीवन सफल बनाउन यो सूत्र तपाईको हातमा छ। जीवनका सङ्घर्षहरू र असफलताहरूले नै हामीलाई नयाँ अवसर र दिशाहरू देखाउनेछन्। आफूलाई अझ बलियो र सक्षम बनाउँदै अगाडि बढाउँ। सफलताको धेरै धेरै शुभकामना। मित्रहरू, यहाँहरूलाई यो भिडियो कस्तो लाग्यो? यदि राम्रो लाग्यो भने यस भिडियोमा लाइक गर्न र साथीहरूसँग सेयर गर्न नभुल्नुहोला। यदि तपाईँहरू हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने यस्तै खालका प्रेरणादायी भिडियो हेर्नका लागि यो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। भोलि फेरि अर्को भिडियो लिएर उपस्थित हुनेछौँ। तबसम्मका लागि बिदा दिनुहोस्। हवस् त, धन्यवाद, नमस्कार।